कथा काजल नामकी केटीबाट सुरु हुन्छ, जसलाई हामी आफ्नो गाउँको हरेक ढोका ढकढक्याइरहेको र सहयोगको लागि भिख मागिरहेको देख्छौं, तर कसैले पनि दया देखाउँदैनन्। काजलको एउटै मात्र गल्ती भनेको उनको श्रीमानको विवाहको केही दिनपछि मृत्यु हुनु हो र उनका ससुरालका सदस्यहरूले उनलाई बाहिर निकाल्छन्। तिमी अभागी छौ, तिमीले हाम्रो छोरालाई खायौ। त्यसपछि काजल जंगलमा राम कहाँ पुग्छिन्। राम 60 वर्षीय पुरुष हुन् जो जंगलमा एक्लै बस्छन्। उनी बाख्रा पालेर आफ्नो जीविकोपार्जन गर्छन्। काजल र राम जंगलमा सँगै बस्न थाल्छन्। त्यसपछि के हुन्छ भनेर जान्नको लागि अन्त्यसम्म कथा हेर्नुहोस्। काजल र रामको संगत नियमित घटना भइसकेको छ। जंगलको त्यो सानो झुपडी अब उनीहरूको घर हो। राम बिहान सबेरै उठ्छ र आफ्ना बाख्राहरू चराउन जान्छ, जबकि काजलले घरको सबै कामको हेरचाह गर्छिन्। उनी रामको लागि तातो रोटी र तरकारी पकाउँछिन्। उनी उनको लुगा धुन्थिन् र झुपडी सफा राख्थिन्। यो सबै देखेर राम धेरै खुसी भए। उनले सोचे कि वर्षौंको एक्लोपनपछि उनको जीवनमा नयाँ प्रकाश आएको छ। काजलको उपस्थितिले उसलाई जीवनमा नयाँ बाटो दियो। ऊ दिनभरि काम गर्थ्यो र साँझ घर फर्कँदा काजल उसलाई पर्खिरहेकी हुन्थ्यो। तिनीहरू सँगै बस्थे, खाना खाउँथे र कहिलेकाहीँ सानोतिनो गफ गर्थे। रामले काजललाई आफ्नो डुङ्गा चालकको बारेमा कथाहरू सुनाउने गर्थे, कसरी ऊ धनी परिवारको छोरा थियो तर सञ्चारको कठिनाइले उसलाई जंगलमा पुर्यायो र अब ऊ त्यहाँ शान्तिपूर्वक बस्थ्यो। काजल चुपलाप सुन्थिन्, सोच्थिन् कि यो वृद्ध मानिस कति दयालु छ, कुनै अपेक्षा बिना उसलाई आश्रय दिँदै। समय बित्दै जाँदा तिनीहरू नजिक हुँदै गए। राम काजलको सुन्दरताबाट मोहित भए। उनको लामो कालो कपाल, उनको ठूला आँखा र उनको कोमल मुस्कानले उसलाई पागल बनायो। कहिलेकाहीँ काजल सुतिरहेको बेला उनी उनको छेउमा बस्थे। उनी उनको कपाललाई हेर्थे र गहिरो रूपमा उनीसँग प्रेम गर्न थाले, तर उनी डराउँथे कि यो भनाइले काजललाई अपमानित गर्न सक्छ। काजल पनि रामको हेरचाहबाट प्रभावित भइन्। उनले देखिन् कि उनी उनको कति ख्याल राख्छन्। उनले उनलाई कहिले भोकै सुत्न दिएनन्। उनले उनको स्वास्थ्यको हेरचाह गरे र उनीसँग कहिले रिसाउँदैनन्। काजललाई लाग्यो कि राम बाहेक उनको संसारमा अरू कोही छैनन्। उनी पनि उनको नजिक आउन थालिन्। एक दिन राम सुतिरहेको बेला काजल उनको छेउमा बसेर उनलाई हेरिरहेकी थिइन्। रामको दारी र लामो कपाल पछाडि एक असल मानिस लुकेको थियो। एक दिन काजलले रामलाई सोधिन्, तिमी किन खौराउँदैनौ? तिम्रो दारी र कपाल किन यति लामो छ? राम हाँस्दै भने, मलाई के गर्नुपर्छ? मलाई कसले मन पराउने? म वर्षौंदेखि जंगलमा छु, म किन आफूलाई सजाउने? काजल मुस्कुराउँदै मायालु स्वरमा भनिन्, सायद कसैले गर्नेछ। उनले रामलाई हेरिरहिन्, उनको आँखामा एक चमक। रामले उनको कुरा सुनेर भोलिपल्ट दारी काटे। उसले आफ्नो पुरानो लुगा फेरे र सफा लुगा लगायो। जब काजलले उसलाई देखिन्, उनी छक्क परिन्। राम अब बुढो देखिँदैन थिए। ऊ एउटा जवान सुन्दर मानिस देख्थे। उसको आँखा चम्कियो, उसको अनुहार चम्किलो थियो। के यो त्यही बुढो मान्छे हो कि अरू कोही? काजलले सोचिन्। राम सायद 40 वर्षको थियो, तर गुण्डागर्दीको कारणले ऊ बुढो देखिन्थ्यो। अब तिनीहरू दुवै एकअर्कालाई हेरेर मुस्कुराउँथे। अब काजल घरको काम गर्थिन् र रामको लागि विशेष गरी तयार हुन थालिन्। उनी कपाल कोर्थिन् र उसलाई देखेपछि लाजमा परेकी थिइन्। राम पनि काजलसँग नजिक हुन थाले। उनी दिनभरि जंगलमा बाख्रा चराउने गर्थे, तर अब उसले आफ्नो घर भेटायो। जब उनी साँझ फर्किन्, काजल उनलाई सान्त्वना दिने गर्थिन् र तिनीहरू कुराकानीमा हराउने गर्थे। काजल अब आफ्नो झुपडीलाई स्वर्ग भेटाउँथिन्। एक दिन काजलले रामलाई भनिन्, राम, म घरमा सीमित भएको धेरै समय भइसक्यो। आज मलाई तपाईसँगै जंगल लैजानुहोस्। रामले अस्वीकार गरे। म साँच्चै चाहन्छु कि तिमी मसँग आऊ, किनभने म तिमी बिना बाँच्न सक्दिन। तर यदि कसैले हामीलाई देख्यो भने के हुन्छ? मानिसहरूले एउटा बुढो मानिसले एउटा युवतीलाई घरमा राखेको बारेमा कुरा गर्छन्। तिनीहरूको कुनै सम्बन्ध छैन। काजल दुःखी भई। जब रामले उनलाई देखे, उनको मन पग्लियो। ठीक छ, आज मसँग आऊ, उनले भने। काजल खुसीले उफ्रिन्। अब काजल रामसँग जंगल जान थालिन्। तिनीहरू रुखको छायामा बस्थे, कुरा गर्थे र खुसी हुन्थे। रामले काजललाई जंगलको बारेमा कथाहरू सुनाउने गर्थे र उनको लागि फलफुल टिप्ने गर्थे। काजल रामसँग खाना खाउँथे र उनीहरू सँगै बसेर खान्थे। उनीहरूको प्रेम फुलिरहेको थियो। रामले काजलको हात समाउँथे र काजल लाजमा पर्थिन्, तर यो खुसी धेरै समय टिकेन। एक दिन जंगलमा दाउरा टिप्न आएकी एकजना महिलाले काजललाई रामसँगै देखिन्। उनी गाउँ गइन् र सबैलाई भनिन्। काजलका ससुरालीहरूलाई खबर पुग्यो। उनीहरूले थाहा पाए कि काजल धनी छिन्। उनको काकाले कब्जा गरेको जमिन थियो। उनीहरूले काजललाई फिर्ता ल्याउने र कब्जा गर्ने निर्णय गरे। उनीहरू जंगलमा आए र काजललाई भने, हामीसँग आऊ, तिमी हाम्री बुहारी हौ। काजलले अस्वीकार गरिन्। उनका ससुरालीहरू रिसले चुर भए। उनीहरूले सबै गाउँलाई बोलाए। गाउँलेहरू जंगलमा आए र राम र काजललाई समाते। उनीहरूले रामलाई भने, बुढा, अपरिचितसँग बस्न तिमीलाई लाज लाग्दैन? राम चुप लागे। काजल बोलिन्, ऊ अपरिचित होइन, मेरो सहानुभूति हो। तिमीले मलाई आधीमा मर्न छोडेका थियौ। आज तिमी सहानुभूति भएर आएका छौ। रामले मलाई सहयोग, घर र जीवन दिए। गाउँलेहरू चुप लाग्छन्, तर भन्छन् तिमी पुरानो अपरिचितसँग बस्न सक्दैनौ। यो हाम्रो गाउँको लागि अपमान हो।
काजलले सबैको अगाडि घोषणा गर्छिन्, म रामसँग विवाह गर्न चाहन्छु। यो सुनेर राम खुसीले उफ्रिन्छन्। ऊ काजललाई माया गर्थ्यो तर भन्न डराउँथे। अब काजलले आफ्नो इज्जत बचाएकी छिन्। गाउँलेहरू एकअर्कालाई हेर्छन् र भाग्छन्। राम र काजलको विवाह जंगलमा हुन्छ। गाउँलेहरू गएपछि उनीहरूको सामान्य समारोह हुन्छ। रामले काजलको हातमा फूलको माला पैदाउँदैछन् र काजलले उसलाई स्वीकार गर्छिन्। तिनीहरू दुवै खुसीले उफ्रिए। रामले आफ्नो जीवनमा यस्तो दिन आउँछ भनी विश्वास गर्न सकेनन्। वर्षौंको एक्लोपनपछि अब उसको जीवनसाथी थियो जसले उसलाई माया गर्थ्यो। काजल पनि खुसी थियो कि रामले उनलाई कहिले कल्पना नगरेको माया र सम्मान दिएका थिए। तिनीहरू झुपडीमा फर्के र त्यहाँ नयाँ चमक थियो। राम काजललाई हेरेर मुस्कुराउँथे र काजलले रामको ख्याल लाग्थिन् उनले कल्पना गरेको भन्दा धेरै। विवाहपछि उनीहरूको जीवन अझ विसुन्दर भयो। राम अब काजललाई आफ्नी सती श्रीमती भन्थे र काजलले रामलाई नै आफ्नो सबै कुरा मान्थिन्। उनी दिनभरि जंगलमा बाख्रा चराउने गर्थिन् जबकि काजलले घरको हेरचाह गर्थिन्। साँझ जब राम फर्कन्थे काजलले उनलाई स्वागत गर्थिन्। तातो खाना तयार हुन्थ्यो। तिनीहरू रुखको छायामा बस्थे, कुरा गर्थे र आफ्नो मनको रहस्य बाँड्थे। रामले काजलको कपालमा हात लगाउँथे र भन्थे, तिमीले मेरो जीवनै बदलिदियो काजल। म बुढो र एक्लो थिएँ, तिमीले मलाई जवान बनायौ। काजलले लजाउँदै भन्थिन्, तिमीले मलाई जीवन दियौ राम, तिमी बिना म केही पनि थिएन। उनीहरू दुवै हाँसे। समय बित्दै गयो र उनीहरूको प्रेम गहिरो हुँदै गयो। काजललाई अब आफ्नो जीवन पूर्ण भएको जस्तो महसुस भयो। उनी रामसँग हरेक मन बाँच्थिन्। गाउँलेहरूले अब उनीहरूलाई सम्मान गर्थे जबकि उनका ससुरालीहरू टाढा गए। राम र काजलको कथा प्रेमले उमेर, परिस्थिति वा संसारलाई पार गर्छ भन्ने उदाहरण बन्यो। तिनीहरू सधैँ एकअर्कासँग खुसी थिए। साथीहरू, तपाईले पनि कोहीलाई प्रेम गर्नुभएको छ भने कमेन्टमा नाम लेख्नुहोस्। के थाहा त्यो कमेन्टले तपाईको माया फर्किनेछ। र साथीहरू, यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरेर लाइक गर्नुहोला। अब भेटौँला अर्को रोमाञ्चक कथामा। धन्यवाद।